हेलो एन्ड वेलकम गाइस, हामी फेरि पनि एकचोटि आइसकेका छौँ तडक्ता भडक्ता ब्लग लिएर। अनि हाम्रो केटाहरू पनि यता जङ्गीहरू आइसकेका छन् होइन। अनि हाम्रो यो मिनी फरारी जुन कि हाम्रो यस्तो जङ्गलतिर छिर्दिरहेछ। अनि अब चाहिँ हामी यता के भन्ने हो, आज चाहिँ हामी यतातिर काम गर्न आएको छौँ। अनि हामी सबजना यसरी नै बसिरहेछौँ, काम हुने तयारीमा छ। अनि सिन चाहिँ कुछ यस्तो छ। अनि यो हाम्रो बेन्जे ठिक छ, काम कस्तो भइरहेछ? बहुत बवाल भइरहेछ। टोपी सोपी लगाएर बुट सुट लगाएर एकदम झिल्के भएर बसिरहेछ होइन। अनि हाम्रो अर्को पनि परिचय गराउनु पर्यो यताउता सोल्टी। ओ बेबी के छ ल भनिदिनु दुई शब्द हजुरको नाम परिचय यता। के गरेको त सानो बच्चा जस्तो मोबाइल अर्को सम्मको कुरा थाहा छैन। काम गर्नु श्रमदान गरौँ, श्रमदान। काम गर्नु ल ल ल नौजवानहरू भिड्नु पर्यो होइन। यो बाँस हामीले नै काटेको हो यतिजना मिलेर। बेन्जे सोल्टी हाम्रो उठ्नै मानिरहेको छैन, उहाँलाई एकदम गाह्रो भइसकेको छ। कति महिनाको किन होइन के बोल्छ केही बोल्छस् कि क्या? मेसिनरी काम हुन्छ जुन कि हाम्रो अहिले मेसिनको चक्का जुन हुन्छ नि, त्यो माल काट्ने यो हाम्रो बाँसको त्यो टाउको साउको खोपडी छोपडी उडाइदिने त्यो चाहिँ बिग्रिरहेछ होइन। म तपाईँलाई देखाउन चाहन्छु। त्यो विष्णुजीको चक्र तपाईँहरूको सामु स्वागत छ है। विष्णुजीको चक्र हामी नयाँ लाउन लागेको। हाम्रो बेन्च सोल्टीले अब चेन्ज गरिदिन लागेको छ होइन। यो चाहिँ अहिले हामी यहाँ युज गर्ने हो। अँ यो एकदम प्योर माल हो, यसरी घुम्छ। यो विष्णुको चक्र हो। अर्को चक्र पुरानो भइसक्यो, पुरानोलाई रिप्लेस गरिदिनु पर्छ। अनि हाम्रो विष्णु सोल्टी हेर्न सकिन्छ। असाइ फेरि विष्णु सोल्टीको खतरा छ नि, हेरेर केटीहरू यत्तिकै मक्ख छैन नि त। थाक्यो यार। अब हाम्रो यसरी नै अब बसाइ छ फरारीमा, के गर्ने। दुःख सुखको जिन्दगी छ, छोरा मान्छे भइसकेपछि दुःख गर्नै पर्यो। यसरी बस्नु परेको छ। बाँस यति हामीले काटिसक्यौँ आज, 100वटा काटिसकेको छौँ। अझ पछि काटौँला नि त, अब थाक्यो नि त। हामी चाहिँ रफ्तारमा हाम्रो बाटोतिर लाग्दिएको छौँ होइन। अनि हाम्रो चाहिँ के भन्छ, सिटीको अगाडिको सिसा छैन क्या। अगाडिको सिसालाई भएपछि ड्राइभरलाई निद्रा लाग्छ अरे। अनि म चाहिँ बेला बेला हर्न यसरी हानिदिरहेको हुन्छ क्या। यो चाहिँ हाम्रो यसरी छ होइन। अनि त्यो बेला पनि आइहाल्यो होइन। यसरी बाहिर निस्केर हामीले हल्ला गर्नुपर्छ क्या। चिल छ नि, दरवाजा खुला खुला भाइरल छ नि।